योभन्दा अघिल्लो भिडियोमा चाहिँ हामीले हिमालहरूको सम्बन्धमा सम्पूर्ण जानकारी दिएका थियौँ र अब अहिलेको यो भिडियोमा चाहिँ हामीले सगरमाथा आरोहण सम्बन्धी चाहिँ कसले धेरै पटक शारीरिक अशक्तता भएको कुनै वर्ल्ड रेकर्ड छ कि त्यो सबैको बारेमा बुझौँ है त। ल हेरौँ, यहाँ सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको चाहिँ कामी रिता शेर्पा हो। उहाँले चाहिँ 32 पटक सगरमाथा आरोहण गर्नुभएको रहेछ। त्यही पनि 2083 साल 2 महिना 3 गते, अहिले रिसेन्टली नै जेठको 3 गते चाहिँ उहाँले आरोहण गर्नुभएको रहेछ। ल अर्को हेरौँ त, दोस्रो धेरै पटक एकले चुकेको चाहिँ को रहेछ, पासाङ दावा शेर्पा। पासाङ दावा शेर्पाले चाहिँ कति पटक, 31 पटक, 2083 साल 2 महिना 8 गते। उहाँको कति दिनपछि, उहाँको 5 दिनपछि चाहिँ उहाँले के गर्नुभएको रहेछ, सगरमाथा आरोहण गर्नुभएको रहेछ। ल अब महिलामा धेरै पटक सगरमाथा आरोहण गर्ने चाहिँ लाम्पा शेर्पा। उहाँले 11 पटक सगरमाथा आरोहण गर्नुभएको छ र उहाँले चाहिँ 2083 साल 2 महिना 3 गते भनेपछि कामी रिता शेर्पा सँगसँगै। अनि विदेशीमा सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको चाहिँ बेलायतका केन्टन कुलले बेलायतको केन्टन कुलले 20 पटक, त्यही पनि कहिले सँगसँगै। यहाँले र दोस्रो पटक दिनु पासाङ दावा शेर्पाले र केन्टन कुलले 1 पटक र अनि यो हाम्रो कामी रिता शेर्पा भने पासाङ दावा शेर्पाले चाहिँ 1 पटक हिँड्छ। ल अब अर्को हेरौँ है त। अब सबैभन्दा पहिले चाहिँ आरोहण गरेको चाहिँ को भन्दाखेरि तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी। उहाँले चाहिँ 1952 मे 29 मा र 2010 साल नेपाली डेट 2010 साल जेठको 16 गते। अनि त्यसपछि यो इङ्ग्लिस डेट चाहिँ 1952 मे 29 मा। अनि यो मे 29 को दिन उहाँले पहिलो पटक सगरमाथा आरोहण गरेको कारणले यो मे 29 चाहिँ सगरमाथा दिवस भनेर भनिन्छ। र तेन्जिङ हिलारी विमानस्थल, यो चाहिँ मैले कसरी भन्छु भन्दा लुक्ला विमानस्थल भन्ने छ होइन एउटा सोलुखुम्बुमा। यो लुक्ला विमानस्थललाई चाहिँ उहाँहरूको नाम, उहाँको हिलारी र यहाँको चाहिँ तेन्जिङ, यो दुईटा यताको थर उताको नाम, यताको नाम यताको थर मिलाएर तेन्जिङ हिलारी विमानस्थल राखेको छ। मैले चाहिँ यो एकदमै यसको एक्स्ट्रा इन्फर्मेसन यसमा कनेक्ट गरेर दिएँ। यसरी कनेक्ट गरेर पढ्न सक्यो भने हामीले धेरै समयसम्म याद र धेरै इन्फर्मेसनहरू याद राख्न सकिन्छ। र महिलातर्फ चाहिँ सबभन्दा पहिले चाहिँ जुनको ताबे, यो धेरै नाम सुन्नुभएको होला उहाँको, जापानको उहाँ। अनि 1975 मे 16 मा चाहिँ उहाँले सगरमाथाको आरोहण गर्नुभएको थियो। र यो 1975 डेटलाई चाहिँ मैले कसरी लिङ्क गर्दैछु भन्दा विश्वकप क्रिकेटको सुरुवात पनि 1975 मा भएको थियो, त्यही भएर है त। ल अब चाहिँ नेपालमा चाहिँ महिलातर्फ पहिलो पटक आरोहण गरेको चाहिँ पासाङ ल्यामु शेर्पा। उहाँले चाहिँ 2050 साल वैशाख 29 गते 2050 सालमा उहाँ चाहिँ यहाँ लेखेको छु कि नै, म यो पनि भनिदिन्छु। उहाँ चाहिँ विश्वको, यहाँ कस्तो अलि देखेको रहेछ नि होइन, विश्वको 17औँ, यो मेरो बोलेको भए पनि सुन्नु होला, यहाँ कपी अलिकति पानी लिउ भएको रहेछ कि, विश्वको 17औँ है उहाँ चाहिँ। अनि उहाँले चाहिँ यो महिलातर्फ चाहिँ यसरी सगरमाथाको आरोहण गर्नुभएको छ नेपालबाट महिलाको प्रतिनिधि पासाङ ल्यामु शेर्पाले। ल अब चाहिँ हेरौँ है त, सगरमाथा आरोहणको समयविधि। अब छिटो ढिलो पनि हुन्छ नि त वर्ल्ड रेकर्डमा। अनि सबभन्दा छिटो सगरमाथा आरोहण गर्ने चाहिँ मिङमा दोर्जे शेर्पा। उहाँले चाहिँ कहिले 6 घण्टा 1 मिनटमा चाहिँ सगरमाथाको आरोहण गर्नुभएको थियो। कतिमा रे, 6 महिना। हेरौँ, सबैभन्दा छिटो सगरमाथा आरोहण गरेको मिङमा दोर्जे शेर्पा 6 घण्टा 1 मिनटमा चाहिँ उहाँले सगरमाथाको आरोहण गर्नुभएको थियो। अनि हेर्नु महिलामा चाहिँ फुन्जो झाङमो शेर्पा, नाम हल्का अलि दोहोऱ्याएको, फुन्जो झाङमो शेर्पा उहाँको नाम छ महिलामा। उहाँले 14 घण्टा 31 मिनटमा चाहिँ सगरमाथाको आरोहण गर्नुभएको थियो। र अब चाहिँ 8 दिनमा 3 पटक सगरमाथा आरोहण गरेको हाम्रो हुनुहुन्छ दावा फिन्जोक शेर्पा। यसलाई चाहिँ म लिङ्क गरिदिन्छु, हेर्नु है। दावा फिन्जोक शेर्पा छ नि त, अनि यो फिनलाई जोक्ने के, फिन भन्ने हामीले चाहिँ हाम्रो भाषामा खासमा साबुनको त फिज हो नि त होइन, अनि हामी फिज हो तर हामीले चाहिँ फिन भन्छौँ कि कुनै किन साबुनको फिन भन्छौँ। अनि फिनलाई जोख्ने अरे फिनजोक। अनि फेरि यहाँ चाहिँ हेर्नु न, यहाँ दोस्रो पटक सगरमाथा आरोहण गर्ने हुनुहुन्छ नि, हेर्नु है। दोस्रो पटक सगरमाथाको आरोहण गर्ने चाहिँ पासाङ दावा शेर्पा छ नि त, उहाँ चाहिँ दावा फिन्जोक शेर्पा, त्यसरी याद गर्ने है त।
अनि त्यसपछि यहाँ हाम्रो अर्को छ। अनि महिलामा चाहिँ 13 दिनमा 3 पटक सगरमाथा आरोहण गरेको हामीसँग हुनुहुन्छ पूर्णिमा श्रेष्ठ भन्ने है। अब विभिन्न समुदायबाट पहिलो भन्ने कुरा हेरौँ। विभिन्न समुदायबाट पहिलोमा चाहिँ विभिन्न समुदायबाट पहिलो भन्ने टपिक छ। पहिलो आरोहण गर्ने शेर्पा बाहेक सबभन्दा पहिलो को रहेछ शम्भु तामाङ मान्छे। तामाङ समुदायको मान्छे सबभन्दा पहिला शेर्पा पछि के। अनि मरवाडीबाट चाहिँ प्रीति अग्रवाल उहाँले चाहिँ 2083 साल 2 महिना 8 गते। यो चाहिँ हामीले उता अगाडिबाट लिङ्क गर्न सकिन्छ। जस्तै के अरे केन्टन कुल अब यहाँ हेर्नु है केन्टन यहाँको यो केन्टन कुल अनि त्यस यहाँ पनि 2 महिना 8 गते। अनि पासाङ दावा शेर्पामा पनि 2 महिना 8 गते। त्यही भएर यो इन्स्टाग्रामले लिङ्क गरेर भन्न सकिन्छ है त। अनि त्यसपछि हेरौँ। अनि त्यसपछि चाहिँ हामी यहाँ छौँ मरवाडी। अनि यहाँ चाहिँ हामी मरवाडी चाहिँ हाम्रो को भन्दाखेरि प्रीति अग्रवालमा 2 महिना 8 गते। अनि केन्टन कुल र अर्को चाहिँ पासाङ दावा शेर्पा सबैले चाहिँ 2 महिना 8 गते आरोहण गर्नुभएको रहेछ। अनि नेवार समुदायबाट को हो नारायण श्रेष्ठ। अनि राईबाट इन्द्र राई। अब विभिन्न पेसाका व्यक्तिहरू कुरा गरौँ। जस्तै अब नेपालको प्रथम नेपाली पत्रकार चाहिँ आङ छिरिङ शेर्पा। प्रथम नेपाली पत्रकार महिलामा चाहिँ शैली बस्नेत। प्रथम पत्रकारमा चाहिँ स्टाइन एसिम जुन चाहिँ कहाँका थिए नोर्वेका। अनि सैनिकमा चाहिँ पदम बहादुर तामाङ। नायिकामा निशा अधिकारी। कान्छा निजामती भनेको चाहिँ युवराज धिताल। अनि यो निजामतीको चाहिँ पुरै समूह गएको थियो अरे। अनि त्यसपछि यो समूह गएको मामा चाहिँ सबभन्दा फर्स्टमा को भन्ने कुरा हामीले आकलन गर्न सकेको भएर सबभन्दा कान्छो निजामती भनेको। अनि महिला कर्मचारीमा चाहिँ अनिता कार्की। उहाँ चाहिँ सशस्त्र प्रहरी हवलदार हो। अनि उहाँ चाहिँ 2 महिना 3 गते भनेपछि कोसँग कामृता शेर्पासँग भनौँ न त। अब त्यसरी याद गर्न सजिलो हुन्छ भनेर है मैले यसरी भनिदिएको। अनि सांसदमा चाहिँ हाम्रो बहालवाला सांसद रासपा अहिले भर्खरैको रासपाको सांसदहरू मिङमा ब्यापु शेर्पा पनि जानुभएको छ 2 महिना 13 गतेमा चाहिँ फरक डेटमा जानुहुन्छ मिङमा ब्यापु शेर्पा है त। ल अब चाहिँ शारीरिक अशक्तता भएको मान्छेहरूले पनि सगरमाथाको आरोहण गर्नुभएको छ है त। अब शारीरिक अशक्ततामा चाहिँ को कहाँ पर्नुहुन्छ भन्दाखेरि हेर्नु पहिलो दृष्टिबिन चाहिँ एरिक वाइनमेयर उहाँले पनि के गर्नुभएको छ सगरमाथाको आरोहण गर्नुभएको रहेछ। अनि 80 वर्षका यो युचिरा म्युरा जापानका 80 वर्षको मान्छेले। अनि 13 वर्षका जोर्डन रोमेरो अमेरिकाका। अनि यो दुवै हात नभएका सुदर्शन गौतम क्यानाडामा चाहिँ क्यानाडी मुलुकबाट आउनुभएको हो। अनि दुवै खुट्टा नभएका चाहिँ हरि बुढा मगर। अनि मृगौला प्रत्यारोपी चाहिँ पेम्बा शेर्पा। ल अब बिना अक्सिजन पनि है गएको प्रथम पटक चाहिँ आङ्ग्रिता शेर्पा भन्ने चाहिँ प्रथम पटक बिना अक्सिजन जानुभएको छ। अनि 21 घण्टासम्म बसेका चाहिँ बाबुछिरी शेर्पा उहाँले चाहिँ 21 घण्टासम्म सगरमाथाको चुचुरामा बिना अक्सिजन बस्नुभयो र त्यहीमा पनि अझ राष्ट्रिय गान पनि गाएर आफ्नो गिनिज बुक अफ वर्ल्डमा आफ्नो नाम लेखाउन सफल हुनुभएको छ बाबुछिरी शेर्पा। अनि त्यसपछि अन्यमा हेरौँ है त। अन्यमा चाहिँ सगरमाथामा तपस्या गर्ने भक्त कुमार राई। अनि दौरा सुरुवाल लाएर जाने काजी शेर्पा। विवाह गर्ने सगरमाथाको चुचुमा विवाह पनि भयो हेर्नु साथीहरू। विवाह गर्ने चाहिँ मोनी मुलेपति र पेमा दोर्जे शेर्पा।